गरुड पुराणका अनुसार जब व्यक्तिको मृत्यु हुन्छ तब 2 जना यमदूत आत्मालाई यमलोक लैजान्छन्। त्यहाँ पुगेपछि आत्मालाई उसको जीवनभरका पाप र पुण्यका कार्यहरू देखाइन्छ। त्यसपछि 24 घण्टापछि आत्मालाई पुनः उसको घरमा छोडिन्छ। 13 दिनको यात्रा र पिण्डदानको महत्त्व। पुनः घर फिर्ती। घर फर्किएपछि आत्मा अर्को 13 दिनसम्म आफ्ना परिवारका सदस्यहरूको बीचमा नै रहन्छ। उसले आफ्ना प्रियजनहरूलाई पुकार्छ, तर कसैले पनि उसलाई देख्न वा सुन्न सक्दैनन्। पिण्डदान र शरीर निर्माण। भनिन्छ कि मृत्युपछिको 10 दिनसम्म गरिने पिण्डदानले मृतकको हात र अङ्गहरू बनाउन मद्दत गर्छ। मासु र छाला। 11औं र 12औं दिनको पिण्डदानले शरीरमा मासु र छाला निर्माण गर्छ। यात्राको लागि बल। 13औं दिनमा गरिने अन्तिम अनुष्ठान र पिण्डदानले आत्मालाई यमलोकको लामो यात्राका लागि आवश्यक शक्ति प्रदान गर्छ। यमलोकको यात्रा। यो यात्रा करिब 1 वर्ष लामो हुन्छ। 13 दिनसम्म दिइएको पिण्डदान नै उक्त 1 वर्षको यात्राका लागि आत्माको भोजन समान मानिन्छ। जसको पिण्डदान गरिँदैन त्यस्ता आत्मालाई यमदूतहरूले घिसार्दै कष्टपूर्ण रूपमा यमलोक लैजाने गर्दछन्। भगवान श्री विष्णुको महिमा अपरम्पार छ।